हेलो एभ्रिवान, म चाहिँ आज मेरो नानीको 1.5 वर्षको नानीको लागि जाउली बनाउन जाँदैछु। अनि म चाहिँ यो चाहिँ फर्स्ट टाइम हजुरहरूसँग सेयर गर्दैछु है त म चाहिँ कसरी बनाउँछु भनेर। मैले त्यसको लागि चाहिँ यहाँ लसुन 2टा पोटी अनि अलिकति प्याज अनि मटर हैन, अहिले मटर त जति पनि पाइन्छ। अनि थोरै दाल र चामल 2टा दाल मिक्स गरेको छु मैले यहाँ चाहिँ रातो दाल र मुङको दाल अनि चामल अनि सोयाबिन अनि टमाटर ग्यास पाले अनि मैले बसाले कुकर हैन। चाहिँ यहाँ राखेँ लोकल गाईको घिउ, यहाँ राखेँ थोरै जिरा अनि थोरै ज्वानो पटाएको राम्रो हुन्छ है। अनि मैले यहाँ राखेँ अलिकति मेथी पनि राखेँ, अब यसलाई चाहिँ गरम है। यतिको डरिसिया छ। मैले यहाँ हालेँ लसुन, राखेँ मैले प्याज। यहाँ चाहिँ मेरो छोरी छिटो बनाइसो भोक लागिसक्यो भन्दै छिन् है। यो फ्राई भएपछि मैले चाहिँ यहाँ यो रेडी बनाएको। मसँग चाहिँ ग्रिन भेजिटेबल्स नभएको भएर मैले चाहिँ आज यतिकै बनाएँ। यतिको फ्राई भएपछि मैले यहाँ भिजाएको दाल चामल हालेँ है। यसलाई यसरी एकछिन चलाएपछि चाहिँ मैले बेसार नुन चाहिँ थोरै कम गर्नुपर्छ है। कति जिरा धनियाँको धुलो यसमा हाल्दैछु 2 कचौरा पानी हालेर एकचोटि यसरी चलाइदिन्छु। 4 सिटी जति लगाएपछि चाहिँ यो रेडी हुन्छ। सो मेरो जाउलो चाहिँ पाकेर रेडी भइसकेको छ, कुछ इस तरहको देखिरहेको छ है। सो मेरो चाहिँ बुनको जाउली रेडी भइसक्यो। अब चाहिँ म खुवाउन जाँदैछु सानीलाई है। हजुरहरूको नानी चाहिँ अलि सानै छ भने म्याच गरेर पनि खुवाउन सक्नुहुन्छ। मेरो नानी चाहिँ यतिकै खान सक्छिन्। नानी चाहिँ पुरै एक्साइटेड भइरहेको छ खानालाई। अब खाने हो मामु खुवाउने कि आफै खाने? आफै खानु हुँदैन, तातो छ छोरी। सानी चाहिँ कति एक्साइटेड छिन् खानालाई। फेरि आमा मेरो छोरीले चाहिँ यो जाउलो एकदम मिठो मानेर खान्छ। छोरीले चाहिँ लगभग फिनिस गर्न लागिसकिन्। पहिला खाइसकेर फेरि थपेको यो चाहिँ। अब लास्टमा नखाने रे गाइज, यति चाहिँ छोरी।